फिफा विश्वकप सुरु हुँदा धेरैले लामिन यामललाई एक प्रतिभाशाली युवा खेलाडीका रूपमा मात्रै हेरेका थिए, तर केही सातामै उनले आफ्नो खेलबाट संसारभरका फुटबल समर्थकको मन जितेका छन्। आज उनी स्पेनका मात्र होइन, विश्व फुटबलकै सबैभन्दा चर्चित युवा सुपरस्टार बनेका छन्। भर्खरै 19 वर्ष पुगेका यामलले जन्मदिनकै दिन फ्रान्स विरुद्धको विश्वकप सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई फाइनलसम्म पुर्याए। विश्वकप सेमिफाइनलमा फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै स्पेन फाइनलमा पुगेको छ। उनले गोल गर्न नसके पनि विपक्षी डिफेन्डरलाई लगातार दबावमा राखे, पेनाल्टी दिलाए र आक्रमणको नेतृत्व गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेले। त्यसो त यामलको फुटबल यात्रा निकै प्रेरणादायी छ। मोरक्को र इक्वेटोरियल गिनी मुलका उनी स्पेनमै हुर्किए। केवल 6 वर्षको उमेरमा बार्सिलोनाको प्रसिद्ध युवा एकाडेमी ला मासियामा प्रवेश गरेका उनले सानैदेखि असाधारण प्रतिभा देखाएका थिए। 15 वर्षको उमेरमै बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गर्दै उनले इतिहास रचे। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। युरो 2024मा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका उनले स्पेनलाई उपाधि जिताउन पनि ठूलो योगदान दिए। क्लब र राष्ट्रिय टोली दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै यामलले छोटो समयमै विश्वकप फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनको गति, ड्रिब्लिङ, पास र खेल पढ्ने क्षमता अहिले विश्वकै उत्कृष्ट युवा खेलाडी मध्ये गनिन्छ। 19 वर्षकी उमेरमा विश्वकप फाइनलको सङ्घारमा पुगेका यामल अब स्पेनका सबैभन्दा ठूलो आशा बनेका छन्। यदि स्पेनले विश्वकप उपाधि जित्न सफल भयो भने 19 वर्षकी उमेरमा यामलले युरोकप र विश्वकप दुवै उपाधि जित्ने दुर्लभ उपलब्धि हासिल गर्नेछन्। केही वर्ष अघिसम्म ला मासियाको एक प्रतिभाशाली बालक मानिएका यामल अहिले भने विश्व फुटबलको नयाँ युगका प्रतीक बनेका छन्। लभ यु यामल।